अर्को के 15 सालको कुराकानी है। त्रिवीको भवन शिलान्यास भयो। त्रिवीको भवन शिलान्यास ल यो 15 सालमा भयो। 16 साल त्रिभुवन विश्वविद्यालयको स्थापना भयो है। खेलकुद परिषद क्या। खेलकुद परिषदको स्थापना कहिले भयो भन्यो भने यो फिजिकलमा त 2 दिनमै इतिहास सक्नुहुन्थ्यो सर भन्नु कति धेरै छ क्या कुराकानी होइन। अब फिजिकलमा धेरै व्याख्या गर्यो भने पर्दैन, खुरुखुरु लेखाइदिए हुन्छ, साथीहरूले चुप्प लाएर बस्नुहुन्छ। डिजिटलमा चाहिँ अलिक धेरै लेख्नुहुन्छ क्या। डिजिटलमा लेख्नलाई लाज हुँदैन, फिजिकलमा भन्नलाई लाज हुन्छ, खुरुखुरु सुन्नु मात्रै हुन्छ साथीहरूले। शिलान्यास भनेको उद्घाटन गरेको होइन, जग हालेको अथवा के भन्ने त्यसलाई शिलान्यास गर्ने, त्यही त हो, भवन शिलान्यास गर्ने। 2016 सालमा के भयो? त्रिभुवन विश्वविद्यालय त्रिने कापु पोलु क्रिम सुखुरा भनेर भन्छौँ नि हामीले हो। त्यसमा चाहिँ त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। 3 महिना 30 गतेदेखि पठन पाठन सुरु भयो। त्यसैलाई के भनिन्छ? के भनिन्छ? त्रिभुवन स्थापनाका रूपमा लिइन्छ, स्थापना दिनका रूपमा लिइन्छ। त्यसपछि त्रिवीको चाहिँ अर्को सोध्न सक्ने क्वेसन के हो? प्रथम कुलपति र उपकुलपति को हो भनेर सोध्न सक्छ। त्यो कुरा पनि हामीले जान्नुपर्छ। ल 16 साल ल कान्ति 28वटा जिल्ला स्कुल निरीक्षक कार्यालय, पछि त्यही जिल्ला शिक्षा कार्यालय भएको जिल्ला स्कुल निरीक्षक कार्यालय बनाइएको हो। 16 दुना 32 सम्झिनुहोस् है। 16 दुना 32, 16 दुना 32, 32वटा जिल्लालाई 28वटा क्षेत्रमा बाँडेर यस्तो बनाएको। अब यो प्रास पढ्नेले यो चाहिन्छ, अरूलाई चाहिँदैन। अरूलाई यो चाहिन्छ, अरूलाई यो चाहिन्छ, त्रिभुवन विश्वविद्यालयको चाहिन्छ है। ल यो कान्ति राज्य लक्ष्मी देवीको कुराकानी थाहा छ साथीहरूलाई? थाहा छ छैन साथीहरू भन्नु त? कान्ति राज्य लक्ष्मी देवी शाहको कुराकानी थाहा छ कि छैन? यो कुरा चाहिन्छ हामीलाई। अब 18 साल, 18मा के गर्यो? 18 फेरि अर्को आयोग आयो। त्यो आयोगको नाम हो विश्वबन्धु थापाले सर्वाङ्गी राष्ट्रिय शिक्षा समिति भन्ने आयो होइन। सर्वाङ्गी राष्ट्रिय शिक्षा समिति भन्ने फेरि अर्को आयोग गठन भयो। त्यसपछि त्यसले पनि प्रतिवेदन दियो। त्यसको कुराकानी हामी भोलि गर्छौँ।